गर्छ भन्दै हुनु नि त अघि इंग्लिश बोल्नुको लागि यहाँ इंग्लिश भन्न साथै म त पछि मन्त्री भएर इंग्लिश विषय हटाइदिनु भन्दैछु सर के मन्त्री भएर चाहिँ इंग्लिश विषय हटाउने म त प्रधानमन्त्री भएर इंग्लिश र गणित विषय त हटाइदिन्छु सर शिक्षा मन्त्री हुनुपर्छ मन्त्री हुनलाई के गर्नुपर्छ थाहा छ छैन सर त म अलिक पढ्दै जान्छु अनि म सोध्छु नि सर त्यहाँबाट म हटाइदिने सर अब गणितमा नआएर कुटाइ त खाएँ भविष्यमा आउने बच्चाहरू कति मैले त कति खाएँ गणितमा कुरा गरौँ न त्यसो भए इंग्लिशमा इंग्लिश र गणित विषय हटाउने कुरा हुँदैछ सर मेरो तिमी पक्कै पछि मन्त्री बन्छौ थाहा छ हजुर तिमी मन्त्री बन्छौ बन्छु सर किनभने हजुर मन्त्रीको भाषणमा यसरी भाषण सुन्ने मान्छे धेरै हुन्छ के अहिलेदेखि यत्रो धेरै छ भाषण सुन्ने मान्छे हो सर मेरो भाषण सुन्ने त अब यो सबै आउँछ नि स्कुलकै म त छैन भने नेपाल भने इंग्लिश भन्दा फेमसै रहेछु नि इंग्लिशमा मन्त्रीलाई के भन्छ मिनिस्टर भन्छ सर मिनिस्टर हजुर सर बरु प्रधानमन्त्रीलाई चाहिँ प्राइम मिनिस्टर भन्छ सर आउँदो रहेछ त इंग्लिश ल अब कुन सरको पिरियड हो इंग्लिशमा भन नि त अब कुन सरको पिरियड हो इंग्लिशमा भन ल चतुरानन्द सरको सर मलाई इंग्लिश गणित भनेपछि पिट्टु आउँदैन प्रधानमन्त्री भएर त विषय हटाइदिन्छु भन्दैछु सर विषय हटाइदिने म पछि त्यही गर्ने सर सपना यही हो त्यही टिटिसी चतुरानन्द सर आए पनि यहाँ दर्शकहरू भाषण सुन्न भन्ने आएको छ सर त्यत्रो आए भाषण सुन्नेहरू होइन मलाई इंग्लिश आउँदैन भने सबैलाई थाहा छ नि त्यही भएर कस्तो हान्दो रहेछ भनेर आएको खोइ त अनि अस्ति साथीहरू जस्तो दिनु परेन अस्ति त मस्त दिइरहेको थियो त इंग्लिश हो कसलाई हेप्यो रे कसले हेप्छ तिमीलाई उल्लु बिल्लु पार्छ के भन्छ हो ल म सोध्छु ल इंग्लिशलाई नेपालीमा के भन्छ अंग्रेजी ए आउँदो रहेछ त अमेरिकालाई नेपालीमा के भन्छ अमेरिकालाई नेपालीमा के भन्दा होला अमेरिका भन्छ थाहा छैन बरु चाइनालाई नेपालीमा चीन भन्छ सर र भारतलाई इन्डिया भन्छ भारतलाई इन्डिया भन्छ रसिया भन्छ सर